को निवासमा पुग्छ। अब यो माथि मुद्दा हाल्ने कि नहाल्ने मुद्दैको कुरा गर्ने हुने। अब आउनुहोस् दोस्रो कुरा, धेरै मान्छेहरूले विभिन्न खालका टिका टिप्पणी गर्छन्। अस्ति पनि राति जुन मैले भिडियो हालेको छु त्यो भिडियोमा मैले कुनै पनि कसैको नाम लिइनँ, तर इङ्गित गरेको थिएँ। इङ्गित गरेपछि मान्छेहरूले आफ्नै किसिमको धारणाहरू सफाइहरू राख्न थाले अनि एकदमै प्रोपोगन्डाहरू फैलाउन थाले। अब एउटा कुरा देखाउनुहोस्, यो टिओबी यो जुन फोटो छ यसमा जुन पिस्तोल छ, पिस्तोल यो के का लागि हो? प्रदर्शनमा हामी सहभागी बोलायो रे अनि हामी त्यहाँ शान्तिपूर्ण प्रदर्शनमा साथ दिन गयौँ रे। एउटा कुरा मलाई प्रश्न मेरो, त्यो शान्तिपूर्ण प्रदर्शनमा त्यो बाइक भटभट भटभट गोली चलाएको जस्तो कसले चलाएको थियो? त्यो बाइक र किन चलाएको थियो? त्यो के गर्न गएको हो? त्यो प्रश्नहरू आज हरेक नेपालीले सोध्नेछ र अनुसन्धान त्यहाँबाट होस्, मुद्दा त्यहाँबाट दर्ता होस्। यो काम मुद्दा दर्ता गर्ने, अनुसन्धान गर्ने काम हाम्रो देशमा निकाय छ, प्रहरी प्रशासन छ।